वेलकम टु माई न्यू ब्लग साथीहरु। सन्चै आराम हुनुहुन्छ के कसो गर्दै हुनुहुन्छ साथीहरु? म र मम्मी खेतमा आएका छौं धान हेर्न। ल भिडियो सुरु गरौँ है त। तो चलिए शुरू करते हैं। ल मम्मी त अगाडि अगाडि हिँड्दै हुनुहुन्छ, म त पछाडि हो। यो हाम्रो घर हो। धान चाहिँ ठिकै छ। मम्मी यहाँ पुगिसक्न कहाँ जाने? यता जाम। वहाँ पारी गएपछि भेटौँलाई त। मम्मीले र मैले यहाँ फोटोसोटो खिच्न थाल्यौँ। गाइज हेर्न सक्नुहुन्छ ड्याङ हलाएर। ल जाम भयो, धेरै खिच्न हुन्न भन्ने रे। ल मम्मी अगाडि अगाडि हिँड्न, म यता पछाडि ड्याङ हलाएर घर नि देखाउन नि त पर्यो नि त। गर्मी हो लास्ट टाइम। ल अगाडि हेरौँ है। ल अगाडि हेर्नुहोस् है त गाइज। यहाँ अहिले मैले त्यहाँ आफूतिर मात्र देखेँ, देखाएको थिएँ। अहिले यता उता देखाउँछु। ल हामी ऐनी देखाएको थियो नि वहाँ पारि हटात त्यो देखाएको। यहाँ आइसक्यौँ, हामी नजिकै आइसक्यौँ। अब कस्तो हो धान, डेन्जर तरिकाले हेर्ने हो त। राम्रो रहेछ है धान त, ठिकै रहेछ। यो हाम्रो यो नि हो नि त मम्मी, यो हाम्रो त के अरे पिल्लर भएको हाम्रो यो नि हाम्रो त्यहाँ के छ नखर मम्मी? अर्डर लाउन मम्मीले त्यही त तराईमा आयो नि त। खानु पर्यो तराईमा बसेर, तरकारी सरकारी लाएर अर्डरको दाल धान चाहिँ यस्तो भएछ के। धान ठिकै छ, त्यस्तो छ। के हो यस्तो कालो? गयो जानी के गर्ने? यसो अर्डरमा हेर्न जाऊँ त। ल म त अगाडि आइदिएँ, म अगाडि आएँ। आउनुहुन्न? ड्याङ्गा लाएर अर्डर हेर्नु। फेरि कति हात्तिन मेरो खिच भनेर। ल अब मैले मम्मीको भिडियो पनि गरिदिन्छु। ल अब हामी पिल्लर भएका ठाउँतिर जाँदैछौँ। पछाडि हुनुहुन्छ अगाडि, म अगाडि ड्याङ्ग तरिकाले छु। धमाधम पारामा गाइस। मम्मी पोथी हुनुहुन्छ, हेर्दै आउन हो। धान हेरेको यहाँमा किन उता जान हो त? सामु हो त अरे, बोल्नुहुन्छ अरे। त्यो घाँस लगाएर हेर्न सक्नुहुन्छ। के हुन्छ है मम्मी? हाय काममा भयो भनेपछि जम्मै केटा हुन्छ, त्यही घर हुन्छ। ल जाम भयो छैन। कताबाट जाने? ल हामी जान्छौँ।
मम्मी र म देख्ने के भनेर यिनीहरूको आमा छोरा कहाँ हिँडेछन् भनेर टिकटक बनाउन होला भने आली यो धान होइन र यो बिच्चाको आलीमा नि धान बिच्चामा अरू खेतमा यो त पुरा हिँड्ने ठाउँमै यहाँ क्या हिँड्ने ठाउँमै हो त यस्तो चिरी चाहिँ यहाँ आउनु कता कात्तिके बोडी यो छ गाइज ल हेर्नुहोस् है त कात्तिके बोडी मम्मीले यहाँ फाइनल भेटिसक्नु यहाँ तरकारी लागेको हो क्या हामीले पुरा झार मार्दा मैले हो क्या झार मार्दा पुरै 70 लगाइदिएको डेन्जर तरिकाले 70 लगाइदिएको क्या मैले आगे आगे बालेन्द्र शाह पीछे 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 बुलडोजर शाह आगे आगे बालेन्द्र शाह पीछे 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 बुलडोजर शाह ल मम्मीमा बाहिर निक्लिनु हेर्न सक्नुहुन्छ मम्मीले फोन गर्न के साथ आज की मजदूरी यहीं खत्म करते हैं। अगर तुम्हें वीडियो पसंद आई तो लाइक मारो यार, मुझे नहीं पता, मुझे 2 मिलियन लाइक्स चाहिए, कैसे ना कैसे करके मुझे चाहिए। इतना झिला मैं कभी नहीं होऊंगा अपनी पूरी जिंदगी में जितना इसमें झिलाऊं, मुझे चाहिए ही चाहिए। तो लाइक मारो और अगर तुम लोग नए हो तो सब्सक्राइब करो, वो जो लाल वाला बटन है उस पर फूट फेंक के मारो या फिर मोमबत्ती, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए। अब मैं भी जा रहा हूं, मुझे पैसों के पीछे भागना है।